चाहिँ यहाँबाट घोर ठ्याक लगाएर ठुक्क प्रजातन्त्र गणतन्त्रवादीहरू यिनीहरूलाई लाज लाग्दैन? यो व्यवस्था हामीहरूको करमा हामीहरूलाई नै रजाइ गर्नलाई लिएर हो त। 14 अरबमा चाहिँ भ्रष्टाचार गरेका छन्। तैपनि नैतिकताको हिसाबमा म प्रधानमन्त्री भनेर सञ्चार माध्यममा बोलिरहेको छ केपी ओली। राजा सहितको प्रजातन्त्र स्थापना नभएसम्म, गणतन्त्रको अन्त्य नभएसम्म, संहिताको खारिज नभएसम्म यो नेपाल सरकारलाई चाहिँ एउटा वार्निङ मात्रै हो। तपाईँ हामी विरुद्धमा चाहिँ नि विदेशमा गएर साँठगाँठ गर्ने दिन आयो यिनीहरूका। यी गणतन्त्रवादीहरूले यिनीहरूले नै बोलेर हाम्रा मुद्दाहरूलाई स्थापित गर्न यिनीहरू अगाडि आउने छन्। 15 गतेको आन्दोलन थियो, त्यो आन्दोलनमा तपाईँ आफै शिविर भएर आउने, तपाईँ आफै ढुङ्गा मोडा गर्ने, तपाईँ आफै समातेर जाग्ने, यो कहाँको कानुन हो? यो अहिले आवश्यक पनि अहिले तोड्नुपर्छ। Frontline Nepal, connecting the world. Keep loving, keep supporting. यहाँहरूलाई कसैले लाग्ला यो सम्भावना छैन भनेर, अब करिब करिब यो हामी सम्भावना होइन, हाम्रो आन्दोलन पूर्ण रूपमा अगाडि बढिसकेको छ। यहाँहरूले हेर्नुहोस् केही कुराहरू, शिक्षकको यत्रा दिनको आन्दोलन यहाँ कसरी भइरहेछ, त्यो हुँदा हुँदै पनि हिजो शिक्षा मन्त्रीले राजीनामा दिइसक्नुभयो। अब तपाईँहरू मूल्याङ्कन गर्दै जानुहोस्, मूल्याङ्कन गर्दै जानुहोस्, हेर्दै जानुहोस्। राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएका तमाम मुद्दाहरू भोलि यो सही रहेछ भनेर यी गणतन्त्रवादीहरूले यिनीहरूले नै बोलेर हाम्रा मुद्दाहरूलाई स्थापित गर्न यिनीहरू अगाडि आउनेछन्। त्यसकारण तमाम साथीहरूलाई, तमाम राष्ट्रिय प्रजातन्त्र पार्टीका राजा सहितको प्रजातन्त्र, संहिता खारिज, हिन्दू राज्य कायम गर्ने यी हाम्रा मुद्दाहरू र हाम्रा झुटा मुद्दामा यो अहिले बन्दीमा भएका हाम्रा नेता तथा कार्यकर्ताहरूलाई चाहिँ विनाश तयारी गर्नको लागि हाम्रो पार्टीले यो दलामूलक कार्यक्रम गरेको हुनाले साथीहरू सबैले हातमा हात मिलाएर हामी यो मकसदमा नपुगेसम्म, राजा सहितको प्रजातन्त्र स्थापना नभएसम्म, गणतन्त्रको अन्त्य नभएसम्म, संहिताको खारिज नभएसम्म तपाईँ हामी सदाबार यसै गरी यो ठाउँमा मात्र होइन, हामी चोक चोक गल्ली गल्लीबाट अब विभिन्न किसिमका कार्यक्रम बनाएर हामी पार्टीको निर्देशनमा हामीले कार्यक्रम गर्न आवश्यक छ र गर्नुपर्छ। भोलिको दिनमा पनि तपाईँ हाम्रो यतिकै सहभागिता सहितको हाम्रो मकसद पुरा गर्ने, हाम्रा मुद्दा पुरा गर्ने, यी गणतन्त्रलाई चाहिँ यहाँबाट घोर ठ्याक लगाएर राजा सहितको प्रजातन्त्र स्थापना गर्ने हाम्रो पार्टीको एजेन्डालाई स्थापित गर्न तपाईँ हाम्रो आत्मालो सहित हामी अगाडि बढ्नु छ भन्दै मेरो आफ्नो बनाइए अन्त्य गर्छु। हस्, नमस्कार, धन्यवाद, जय राष्ट्रवाद। जिल्ला प्रशासन कार्यालयमा धरना दिने र ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार आज हामी उपस्थित भएका छौँ। उपस्थित हुने सम्पूर्ण मेरा मित्र साथीहरू, आदरणीय नेताजीहरूलाई म धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। सर्वप्रथम म यो मुद्दा चाहिँ नि तपाईँको यो बहुदलीय स्थापना हुँदादेखिको कुराहरू धेरै छन्। त्यो कुरा र अन्याय अत्याचार सुन्ने हो भने तपाईँ हामीहरू 1 मिनट पनि यहाँ बस्ने र यी नेताहरूलाई टिक्न नदिने अवस्थामा पुग्न सक्छौँ। हालसालै तपाईँको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष जो त्यो पोखरा विमानस्थलको अनुगमन समितिको संयोजक हुनुहुन्थ्यो, उहाँको प्रतिवेदन करिब करिब कर्मचारीको लागि त्यो कर्मचारीको नाम मात्रै त्यहाँ लिपि गरेर चाहिँ उहाँले चाहिँ प्रतिवेदन तयार गर्नु भएको छ। त्यो नेताको नाम चाहिँ प्रधानमन्त्रीदेखि नागरिक पर्यटन उद्यान मन्त्री र अर्थमन्त्री समेतको नाम गर्दाखेरि जम्मा 22 जना यी नेताहरूले छुट पाएको छ। ठुक्क प्रजातन्त्र यो गणतन्त्रवादीहरू यिनीहरूलाई लाज लाग्दैन? तपाईँको यत्रो भ्रष्टाचार गरेर 14 अरबमा चाहिँ भ्रष्टाचार गरेका छन्। तैपनि नैतिकताको हिसाबमा म प्रधानमन्त्री भनेर सञ्चार माध्यममा बोलिरहेको छ केपी ओली। तपाईँको एउटा प्रधानमन्त्री यो सरकार यो चाहिँ नि राजावादीहरूको दबाब दिनलाई थाइल्यान्डमा गएर चाहिँ नि रको एजेन्टसँग भेटेर कुरा गर्दैछ। र हेर्नुहोस्, तपाईँ हामी विरुद्धमा चाहिँ नि विदेशमा गएर साँठगाँठ गर्ने दिन आयो यिनीहरूका। त्यो हाम्रो पैसामा हो, फेरि त्यो उसको पैसामा गएको होइन। तपाईँहरूलाई म स्मरण गर्न चाहन्छु र 15 गतेको म कार्यक्रम स्मरण गर्न चाहन्छु। म प्रहरी साथीहरूलाई के भन्छु भनेखेरि तपाईँहरूको नि प्रशिक्षण कम भइसकेको छ। त्यही सङ्गठन बसेर म 30 वर्ष नोकरी गरेर बिताएको आएको मान्छे हुँ। त्यहाँ चाहिँ नि तपाईँले त्यो अस्तिको त्यो उसमा चाहिँ नि मञ्चमै तपाईँहरूले पहिला चाहिँ नि त्यो टियर ग्यास प्रहार गर्नुभयो र मलाई जहाँसम्म चाहिँ लाग्छ
त्यहाँ अन्य धुन्दा चाहिँ नि धुवाहरू बनाएर दुर्गा प्रसादलाई नियोजित त्यो मार्ने उद्देश्य गरे जस्तो पनि मलाई लाग्छ। त्यो किनभने त्यो उसको ज्यान बचाएर भाग्या हो, प्रहरीहरूलाई चाहिँ नि त्यो बल मिचेर त्यो ब्यारिकेड तोडेर गएको होइन। ब्यारिकेड त ज्यान बचाउनु पर्यो, आज पनि तोड्नुपर्छ, अहिले आवश्यक पनि अहिले तोड्नुपर्छ। अर्को कुरा म के स्मरण गराउन चाहन्छु भने अस्ति मात्रै एयरपोर्टमा एउटा विदेशबाट आएको एउटा नेपालीलाई प्रहरी 3 जनाले भित्र लात हानेर कुटेर भित्र लिएर गएर त्यो एकदमै उसलाई चाहिँ नि मर्नसम्म कुट्यो र गुप्ताङ्गमासँग कुट्यो। त्यसैको रिमिटेन्सले आज देशमा चाहिँ नि कमाइ छैन, त्यही विदेशीको रिमिटेन्सले तपाईँहरू तलब खाँदै हुनुहुन्छ। तपाईँहरूलाई यो कुरा स्मरण गर्न चाहेको हो मैले। कुरा धेरै लामो छ, त्यसै भएर आज चाहिँ नि हामीले यो हाम्रा अन्य विरुद्धका कुराहरू र यो गोलमेज सम्मेलन गरेर एउटा यिनीहरू त पहिला के भन्थ्यो भने यिनीहरूलाई अप्ठ्यारो पर्दाखेरि गोलमेज सम्मेलन भन्थे। कोही आज त्यो कहाँ आवश्यक भयो, कहाँ गयो त्यो गोलमेज सम्मेलन? हामी अटाउन नसक्ने यो देश यिनीहरूको के को गणतन्त्र हो? प्रत्येक नेपालीबाट त अटाउने खालको तन्त्र ल्याउनु पर्यो नि, राजतन्त्र। त्यहाँ सबै अटाउँछन् र तपाईँहरू भ्रम नपर्नुहोस्। रामचन्द्र पौडेलले विद्या भण्डारीको नाम मुनि बसेर सही गर्यो। कतिको नैतिक राष्ट्रपति बनाएछन् त यी पार्टीका नेताहरूले। तपाईँ स्मरण गर्नुहोस्, यस्ता अन्याय अत्याचार त कति छन्, कति त्यसको लेखाजोखै छैन। त्यसकारण यसका विरुद्धमा हामी चाहिँ आज यहाँ उत्रेका छौँ। मैले चाहिँ क्षेत्र 4 अध्यक्ष राप्रपा एउटा सिपाहीको हैसियतले चाहिँ म हजुरहरूसम्म चाहिँ के कुरा राख्न गएको छु भने यो जुन किसिमको अहिले हामीहरूले विभिन्न किसिम आन्दोलन, आमसभा लगायत यो धरना कार्यक्रमहरू हामीहरू किन गरिरहेछौँ भने यो नेपाल सरकारलाई चाहिँ एउटा वार्निङ मात्रै हो। यो रूप अहिले तपाईँले जुन किसिमले सानो रूपमा देखिरहनु भएको छ यो सानो हुँदैन। भोलिको दिनमा यो ठाउँ नेपाली जनता र नेपाली झन्डाले भरिनेछ। हेर्नुहोस्, म तपाईँहरूलाई नेपाल सरकारलाई अहिले पनि म के भन्छु भने सम्झौता गर्नुहोस्। हाम्रो साथीहरू जो चाहिँ राष्ट्रवादी साथीहरू जो हिजोको दिन तपाईँहरूको शिकारमा पर्नु भएको छ उहाँहरूलाई चाहिँ रिहा गर्नको लागि म निवेदन गर्छु। हेर्नुहोस्, 16 सजा मान्छेलाई भित्र हालेर यो जुन किसिमको तपाईँले चाहिँ एउटा अन्याय गरिरहनु भएको छ त्यसमा तपाईँहरू चाँडै होस आउनुपर्ने जरुरी छ। त्यो आन्दोलन जुन 15 गतेको आन्दोलन थियो त्यो आन्दोलनमा तपाईँ आफै शिविर भएर आउने, तपाईँ आफै ढुङ्गा मोडा गर्ने, तपाईँ आफै समातेर जाग्ने, यो कहाँको कानुन हो? यो म त्यो सबै साथीहरूलाई, प्रहरी साथीहरू लगायत सबैजना सशस्त्र बल सबैजनालाई के भन्छु भने हिजो एउटा मान्छेले के भनेको थियो भने अब तपाईँ पनि सदनबाट छोडेर बाटोमा आउनुहोस् भनेको थियो। तपाईँलाई नेपालको माया लाग्छ भने प्रहरीको पोसाक खोलेर अब नेपाली हुन र नेपाली झन्डा बोक्न जरुरी छ। यो देशलाई बचाउने हो भने तपाईँहरूको हातेमालो गर्न जरुरी छ भन्ने मेरो तपाईँहरूलाई आग्रह छ। हेर्नुहोस्, म अहिले तपाईँहरू समक्ष तपाईँ हामीहरू किन यसरी आइरहेको छौँ, यो आन्दोलन किन आवश्यक छ भने यो बाँच्नको लागि आन्दोलन हो। हेर्नुहोस्, यो बाँच्नको लागि तपाईँहरूलाई हामीहरूले तिरेको करबाट तपाईँहरूले हामीमाथि नै बल प्रयोग गरेको हुनाले यो आन्दोलन जरुरी छ। यो आन्दोलन किन जरुरी छ भने हामीले तिरेको करबाट हामीहरूलाई रिटर्न केही पनि नआउने भएको हुनाले यो आन्दोलन जरुरी भएको। हेर्नुहोस्, यो व्यवस्थाले तपाईँ हामीलाई कुन अवस्थासम्म सिर्जना गरेको छ, कुन अवस्थासम्म पुर्याएको छ। आज म एउटा बाउ हो र मैले मेरो छोरीहरूको चाहिँ स्कुलको स्यालेरी एउटा के अरे फी तिर्नको लागि मलाई गाह्रो छ। हेर्नुहोस्, म ललितपुरमा बस्छु, ललितपुरबाट काठमाडौँ आउँदाखेरि मलाई पेट्रोल हाल्नलाई मलाई गाह्रो छ। म एउटा गाडीमा यातायातमा आउँदाखेरि मलाई गाह्रो छ। हेर्नुहोस्, यो व्यवस्था हामीले यही कारणले लिएर आएको हो त? यो व्यवस्था हामीहरूको करमा हामीहरूलाई नै रजाइ गर्नलाई लिएर आएको हो त? यो व्यवस्था तपाईँ हामीले लिएर आएको व्यवस्थाले चाहिँ हामीहरूलाई चाहिँ एउटा अपराधीको सूचीमा राख्नको लागि हामीले व्यवस्था लिएर आयो। त्यो भएको कारणले यो व्यवस्था अब फाल्नु जरुरी छ। हेर्नुहोस्, जुन किसिमले नेपाली जनताले अहिले जुन मापदण्ड तपाईँहरू समक्ष राखेको छ त्यो मापदण्ड तपाईँहरूले पुरा गर्नुहुन्न भने अब हामी सडक आन्दोलनमा आउँछौँ। हेर्नुहोस्, भोलिको दिन हामीहरू पनि पैसा उठाउँछौँ र पैसा उठाएर
प्रहरी बल जस्तै सशस्त्र बल जस्तै कम्ब्याट सम्ब्याट लगाएर हामी बेतको लट्ठी बोकेर हामी पनि मैदानमा आउनलाई बेहोस र बाध्यता नपुर्याउनुहोस्। तपाईँ हामीहरूलाई चाहिँ यो व्यवस्था फाल्नको लागि यत्रो परिकार यत्रो हामीलाई चाहिएन। म तपाईँहरूलाई के भन्छु भने आम नेपालीलाई नेपालीकै दर्जामा राखेर हेर्नुहोस्, हामी कुनै विदेशबाट आएको चाहिँ नागरिक होइन र यो गणतन्त्र कुन अवस्थामा सृजना भयो त भन्दा यो गणतन्त्र चाहिँ विदेशी मुलुकबाट चाहिँ संरचना भएको गणतन्त्र हो। हेर्नुहोस्, यो गणतन्त्र फाल्नुपर्छ। यो 601 राजा भन्दा एउटै राजा ठिक। हेर्नुहोस्, यो राजा ठिक भएको कारणले गर्दा आज नेपाली जनता जुन किसिमले चाहिँ नेपालको झन्डामा बाहिर आइरहेको छ, अब यो हातमा कुकुरी बोकेर आउने बेर पनि छैन। हेर्नुहोस्, म तपाईँहरूलाई यो कुराहरूमा पनि ध्यान आकर्षण गर्न चाहन्छु।